नमस्ते नमस्ते गुड मर्निङ सम्पूर्णमा। आज चाहिँ हामी विशेष काम भनौँ न, एउटा विशेष काम हाम्रो सेमिनार हुँदैछ साइबर भिल्ला हेडक्वार्टरमा। त्यसकै भिजिट टोकामा पेनाङबाट हामी अहिले चाहिँ यहाँ केएल आइपुग्दाखेरि यहाँ बाटो केमा रहेछ हामी, यहाँ देख्न सक्नुहुन्छ बाटो केमा रहेछ हामी। एकदमै ठुलो चट्टान रहेको छ यहाँ। हामी अगाडि बढ्दैछौँ, ठुलो लाली बनेको एकदमै पुरानो। हामी अझै अगाडि जाँदैछौँ, तपाईँ देख्नुहुँदैछ त्यहाँ चाहिँ सर्कलमा पुरै आकाशै देख्छ तपाईँहरूले। यस्तो सर्कल गोलो छ, त्यसबाट चाहिँ माथि आकाश देख्छ। हामी त्यही जाँदैछौँ, त्यसबाट चाहिँ हल्का हल्का देखिँदैछ यहाँबाट। अझ माथिबाट चाहिँ पुरै छर्लङ्ग देखिन्छ। यो चाहिँ यहाँको अलिक टपको मन्दिर हो। टपको त्योभन्दा तल पनि छ, तर यो चाहिँ टपको हो, टपको मन्दिर बाटो केपको त्यही हो हजुर। त्यहाँबाट चाहिँ पुरै सर्लक्क गोलो सर्कलमा पुरै आकाशै देखिन्छ। अब हामी जाँदैछौँ, देख्न सक्नुहुन्छ हजुरहरू। यो चाहिँ पानी परेर हल्छ, पानी चुहिरहेको। हामी सिडी चढ्दैछौँ, त्यहाँबाट चाहिँ हजुरले सर्लक्क यहाँ गोलो सर्कलमा रहेको छ यो आकाश सर्लक्कै छुङ्गै देखिन्छ यहाँबाट चाहिँ। र माथि चाहिँ पुरै जङ्गलै हो एकदम। सुनै चुनढुङ्गाको चट्टानले बनेको हो।